गाइस आज हामीहरू यहाँ घुम्न आएछौँ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो कम्पनीको बाहिरतिरको यहाँ एउटा साथी इन्डियन साथी मिलेछ हाम्रो। अनि यो साथीसँग यहाँ केही भन्न छ? व्हाट डु एनीथिङ से माई फ्रेन्ड इज देयर। यो मेरो साथी, यो पनि यहाँ हेर्नुहोस् त्यहाँ नयाँ स्टाइलको साथी रहेछ। अलग्गै टाइपको अलग्गै दुनियाँ बस्ने मान्छे। अनि उता मेरो साथी। अब यता हामी यता हेराउँछौँ यहाँ हाम्रो कम्पनीको यताउति के कस्तो कुराहरू छन्, के कस्ता मौसम छ, वातावरण छ, त्यो कुरा सब हेराउने। यहाँ उता एकजना साथी गयो, यहाँ हामी दुईजनामा घुम्दैछौँ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यता चारैतिर कम्पनी नै कम्पनी छ यता, अनि यता पनि कम्पनी नै कम्पनी छ। अनि हामी यहाँ यसरी घुम्दै रमाउँदै गइरहेछौँ। खासमा हामी बसेछौँ कोरियामा। तपाईँलाई यसो हेरेर लाग्दैन होला हामी कोरियामा छौँ, तर साँच्चीकै कोरियामा छौँ क्या। यहाँ हेर्नुहोस् एनिथिङ। Please support, subscribe, like, share. जय श्री राम। जय श्री राम। आप लोग देख सका जाला साइड में देखा, इधर साइड में पूरा गाड़ी यहाँ पर ऐसा मतलब यहाँ यस्तो राम्रो कुरा छ कि जुनसुकै गाडी जहाँ पनि खडा गऱ्यो भने कसैले छुँदैन। गाडीमा मोबाइल पनि हुन्छ, कसैले छुँदैन। Just wait, I am speaking. Yes. Hi guys, this is a Korean industrial area. This area is a total science technology in Korea. So here so many companies is there, like chemical industry, glass industry, and granite industries. So much people working here. Nepal people also working, and Indian people also working, and Cambodia people also working. तपाईँ हेर्न सक्नुहुन्छ एउटा यहाँ गाडी खडा छ। यो गाडीभित्र एउटा मोबाइल पनि राखिएको छ। तर यदि हाम्रो देशमा भएको भए मोबाइल चोरिहाल्थ्यो, तर यहाँ कोही पनि यसमा छुनेवाला। यहाँ तपाईँले म हेराउँछु यहाँ तपाईँ हेर्न सक्नुहुन्छ उता हेर्नुहोस्, त्यहाँ भित्र मोबाइल राखेको छ। तर यहाँ कसैले पनि हाम्रो देशमा भएको भए यस्तो छोडिदियो भने त यहाँ ट्रकको ब्याट्री नै गायब गरिदिन्छन्। यस्तो खालो अवस्था छ। तर यहाँ यतिको सेफ्टी छ भने कसैको सामान जे पनि यहाँ खसेछ बाटोमा भने कसैले छुनेवाला छैन। यहाँ आएपछि त एउटा कुरा त राम्रो छ, तपाईको जे पनि सामान छ कसैले केही छुनेवाला छैन। कन्टिन्यू। So guys, Korea is now this guy and me in living in Gangwon-do state and Gangneung-si province near Jumanjin area. So this area is very beautiful and very noise sound and free pollution sound this area. So guys, you can. साथीहरू हाम्रो ब्लग यहीसम्म हो। अब यही इन्ड गरौँ। अर्को ब्लगमा के छ सबै कुरा, के कति छ सबै कुरा हामी बताउँला। जय नेपाल, जय श्री राम। जय श्री राम।